आज मैले यो अर्काको देशको नियम कानुन राजनीतिक पोलिटिक्सको अवस्था हेरेर आफ्नो देश नेपालको राजनीतिको बारेमा चाहिँ मलाई के कुरा भन्न मन लाग्यो हैन। अब चस्मा नै ठोकेर कुरा गरौँ हैन। नेपालको राजनीतिक एउटा कथा जस्तै भइसक्यो क्या। सुन्दाखेरि रमाइलो लाग्छ तर भोग्नु पर्यो भने धेरै दुःख छ। हरेक नयाँ चुनाव आउँछ, नयाँ बाधा आउँछ र नयाँ भाषण सुनिन्छ। तर आम नागरिकको जिन्दगी भने उस्ताको उस्तै रहन्छ। नेताहरू मान्छे जस्तो लाग्दैन, उनीहरू कुर्सीका साथ भए हामी भोट दिन्छौँ, भरोसा दिन्छौँ, तर बदलामा सिर्फ भरोसा घटाउँछौँ। भन्न त अब नेपाल गरिब देश हो भन्छन्, तर सत्य के हो भनेपछि नेपाल सम्पन्न देश हो हैन। नेपालमा सम्पदा छ, जवानी छ, मेन कुरो चाहिँ मेहनती जनता छ। कमी के हो भने सही नेतृत्वको हो। आज हजारौं युवाहरू देश छोडेर विदेशिनु परेको छ। यो सपना हो कि खै मजबुरी हो हैन। यदि राजनीतिक सही दिशामा हुन्थ्यो भने यी विदेशीका हजारौं युवाहरूले आफ्नै देशमा मेहनत गरेर हजारौं सपना पो पूरा गर्न सक्थे कि। अब राजनीतिक गन्दा भयो भन्छौं, तर राजनीतिबाट टाढा बसेर देश साफ हुँदैन। सवाल यो होइन कि को नेता हो, सवाल यो कि हामी कस्तो नागरिक बनिरहेछौँ। नेपाल नेताले बनाउने देश होइन, जनताले बनाउने देश हो। अनि परिवर्तन चाहिँ भाषणबाट होइन, सोचबाट सुरु हुन्छ। त्यही भएर यदि जनता र नेताले सही दिशामा काम गर्छन्, सही डाइरेक्सनले काम गर्छन् भनेपछि विकास हुन्छ, परिवर्तन हुन्छ। तर एकदमसँगले नभए पनि बिस्तारै बिस्तारै हुन्छ हैन। अब यो भन्दा बढी के बोल्नु हैन, फेरि म फ्रस्ट्रेसनमा जाने सम्भावना बढी हुन्छ हैन। यो भन्दा बढी नबोलाउँ, यति मात्रै छ हैन। अब यो भन्दा बढी बोल्नु पर्यो भने खतरा बोलिदिन्छु हैन। यति छ। भिडियोमा नयाँ हुनुहुन्छ भिडियोमा लाइक गर्नुहोस्। मलाई केही सवाल छ तपाईको मनमा छ भने कमेन्ट गर्नुहोस् हैन। छोटो र मिठो कुरा, ल बात खतम।